बिहानको 3-4 पनि बन्न सक्छ। ए मक्खन मार के ल नेपाल कता काठमाडौँतिर छ अरे भन्ने सुनेको तर मलाई त थाहा छैन साथीहरू। हो अटोले ओभरटेक गर्छ हेर्नु न बस यस्तो साथीहरू हेर्नु त बाबा कहाँ जाने बस हो यो यस्तो देख्दाखेरि नेपालतिरको याद आउँछ के नेपाल जाँदाखेरिको सहर है साथीहरू। यो बिल्डिङ चाहिँ के बनायो होला कि यस्तो सुई है डन आयो डन भन्दै उभिराखेर साथी फाइनली हामी लोकेसनमा आइसक्यौँ। म यहाँ आइराख्नु होटलमा जस्तो रेस्टुरेन्टमा जस्तो हुँदैन नि त यो चाहिँ बेसिन। कितने लोग का पार्टी है? 40 लोगों का पार्टी। काली मिर्च फिश चिकन। हेलो साथीहरू गुड मर्निङ। अनि तपाईँहरू सन्चै हुनुहुन्छ होला। म पनि एकदम फिट एन्ड फाइन छु। आयोग तपाईँहरू सन्चै हुनुहुन्छ होला भन्ने आशा गरेको छु। र आज 26 जनवरी इन्डियाको चाहिँ अब रिपब्लिक डे पनि भन्छ होइन। अनि हाम्रो चाहिँ स्पेसल के छ भन्दाखेरि हाम्रो चाहिँ ओडिसी जाँदैछ। हाम्रो पार्टी छ बाहिर है, बाहिर जाँदैछौँ। सामानहरू यहाँ आइसकेको छ होइन। पुरै प्याकिङ स्याकिङ यताउता भइसकेछ। गाडी आउँदैछ हामी जान्छौँ। अनि हाम्रो रेस्टुरेन्ट चाहिँ यही हो बेबी ड्रागन। यो चाहिँ नोइडामा पर्छ होइन। आज 26 जनवरी हामी जाँदैछौँ टक्क लाएर होइन। हाम्रो चाहिँ सामानहरू यहाँ पुरै आइसकेको छ है। सामानहरू सबै छ होइन। भोपाल चाहिँ सामान त कति छ कति यहाँ त अझै सामान आउँदैछ। र हाम्रो गाडी आइसक्यो ल टक्क लाएर है साथीहरू। गाडी आइसकेको छ अनि सबै प्याक हुन्छ। अनि त्यसपछि हामी अगाडि जान्छौँ। यो चाहिँ हाम्रो चाहिँ ओडिसी चाहिँ सेक्टर 34 नोइडाको भन्ने सुनेको छु। अनि हाम्रो केटाहरू चाहिँ माथि छ अरू केटाहरू यो लम्बू क्या हाल है। अनि त्यही हो हाम्रो प्याक हुन्छ। अनि त्यसपछि सर क्या हाल है बढ़िया सर। ये रेस्टोरेंट कितने टाइम से खुलता है? रात को 1 बजे तक। 1 बजे तक। कितने बजे से? 10 बजे से। 10 बजे से ओके। हाम्रो सामान सेट भइसक्यो ल साथीहरू है। हामी चाहिँ अब लाग्छौँ ल हाम्रो फुटल सेवा है साथीहरू। हाम्रो फुटल सेवा भाइ हामी लाग्छौँ अब। यो चाहिँ ठ्याक्कै कहाँ छ भन्ने थाहा तपाईँहरूलाई होइन। नोइडामा भएको मान्छेलाई यो बिल्डिङ भन्ने कहाँ छ भन्ने सबै थाहा छ है। तपाईँहरूलाई भन्नै पर्दैन है। अनि साथीहरू होइन तपाईँको चाहिँ के कस्तो हुँदैछ 26 जनवरी होइन। हाम्रो चाहिँ यस्तै हो। बाहिर ओडिसी छ। किचनमा पनि किचनमा कतिजना खानु भन्दाखेरि 5जना 6जना जति खानु किचनमा। हामी चाहिँ बाहिर चाहिँ जाँदैछौँ कति 7-8 9जना। त्यही हो। यो चाहिँ अब सिटी सेन्टर भन्ने सुनेको छु होइन नोइडाको ओडिसी चाहिँ। त्यही हो अब साथीहरू होइन। जाडो त मौसम लगभग भ्याइयो कि जाडो मौसमहरू भ्याइयो होइन। छ्याक्क छ क्या मौसम पनि यार यस्तो छ्याक्क छ। अनि त्यही हो साथीहरू हामी जान्छौँ टक्क लाएर होइन। अनि आज 26 जनवरी तपाईँहरूको त मोज छ होला होइन। छुट्टी छ होला। हामी चाहिँ यस्तो ओडिसी जाने। अनि अहिले 4 बज्न लाग्यो। 4 बजीतिर हिँड्ने हो। राति कतिखेर हुन्छ राति 3-4 पनि बज्छ। थाहै हुन्न आउने जाने टाइमै हुन्न। हेर्नुहोस् त्यस्तै चाहिँ गाह्रो छ हो ड्युटी गर्न पनि। हेर्नुहोस् कोही दिक्कत नै होइन। ल साथीहरू हामी चाहिँ निस्किसक्यौँ है। यो चाहिँ अब बेल्ट लगाउनै परेको ल साथीहरू। यो अगाडिदेखि नै जिआइबी मल है थाहा छ होला तपाईँहरूलाई चाहिँ। अनि यो चाहिँ म 18को अहिले पुरा बबाल चलिरहेको होइन 26 जनवरीको होइन। चाहिँ माथिको बबाल छ कि बिल्डिङ होइन। यस्तो अग्लो हो कि यो 50 तलाभन्दा अग्लो हो कि है साथीहरू होइन। त्यही हो हामी चाहिँ लागिरहेको छौँ। अब त्यही हो आधी घन्टा जति लाग्छ होला। अनि क्राउड चाहिँ छ कि होइन। आज 26 जनवरी हो नि त त्यही भएर चाहिँ यस्तो मान्छेहरू धेरै भिडभाड छ क्या। त्यही हो साथीहरू होइन। हामी चाहिँ लागिरहौँ है। राति चाहिँ कतिखेर हुन्छ फर्किने भन्ने थाहा छैन होइन। अगाडिको त जिआइबी यो चाहिँ 2015-16मा चाहिँ यस्तो फेमस थियो नि यो मल। अनि अहिले चाहिँ खासै भएन। अहिले चाहिँ एकदमै पछाडि आएको त पछाडि गेले भन्ने यस्तो त्यसले पिटिरहेको कि यहाँ नोइडामा नयाँ अन्डरग्राउन्ड बब्बाल छ है। बब्बाल छ है देख्दाखेरि। ओहो यस्तै हाम्रो नेपालमा कता काठमाडौँतिर छ अरे भन्ने सुनेको थिएँ तर मलाई त थाहा छैन साथीहरू। तर बब्बाल छ क्या हेर्नु न दामी। हेर्नु माथि ओ माई गड सिन त बब्बाल आउँछ है। बादल हल्का हल्का टक 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 लागेको है
साथीहरू हेर्नु त यस्तो सिन बब्बाल छ है ओहो अटोले ओभरटेक गर्छ हेरौँ न साथी यहाँ त यस्तै चल रहा है ए साथीहरू मौसम चाहिँ यस्तो दामी खुलेको छ क्या अहिले चाहिँ होइन त्यस्तो उ छैन कि हेर्नु न बब्बाल यस्तो दामी देखेछ हेर्नु हल्का हल्का चप 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 परेको होइन यस्तो दामी देखेछ साथीहरू फ्लाइओभरदेखि माथिबाट सर उहाँ चाहिँ फलफुलहरूको दोकान यस्तो दामी सेट गरेर लगाएको हुन्छ कि देख्दा पनि किनम जस्तो कि होइन सर है मौसम चाहिँ मलाई यस्तो दामी लाग्यो कि मौसम हेर्नु न मौसम हेर्नु न मौसम दामी हो साथीहरू सरर मौसम हेर्नु न यस्तो दामी छ क्या यो चाहिँ नोएडा पर्छ है साथीहरू यस्तो बब्बाल छ बब्बाल अरू भन्दा पनि मलाई माथिको मौसम दामी लाग्यो हेर्नु न यस्तो बब्बाल छ कि सरर हेर्नु न यस्तो मौसम देख्न चाहिँ इन्तजार गर्नुपर्छ कि होइन पर्खाइमा बस्नुपर्छ है साथीहरू यस्तो दामी हेर्नु वाह यो चाहिँ जयपुरी प्लाजा सेक्टर 26 हो हाम्रो डेलिभरी बोयहरू चलिरहन् सरर हामी चाहिँ यता ड्राइभर छ यहाँ एउटा अनि ड्राइभर ममा त्यो दामी छ कि सरर यो चाहिँ देखिने स्पाइस मल हो क्या यहाँ माथि अलिकति टुप्पा देखिन्छ नि कता गयो सेकिलो रहेछ कि साथीहरू माथिबाट यति टुप्पा देखियो त्यो चाहिँ स्पाइस मल हो होइन त्यतिखेर चाहिँ अब बब्बाल चल्थ्यो कि त्यतिखेर काम होइन अहिले चाहिँ नाम चेन्ज गरेको यति मोडी मल हो यति बनाएको फ्लाइओभरको तल आइसक्यौँ साथीहरू यो बब्बाल छ रमाइलो छ यो हेर्दै जानु भिडियोलाई अन्तिमसम्म बब्बाल रमाइलो हुन्छ रातिसम्म है बस निक्लेको साथीहरू हेर्नु त बाबा कहाँ जाने बस हो यो यस्तो देख्दा फेरि नेपालतिरको याद आउँछ कि नेपाल जाँदाखेरिको सर है साथीहरू यस्तो ठुल्ठुलो बस्दाखेरि के हो नि अब चाहिँ हामी त्यो नेपाल भने जस्तो हुन्छ कि साथीहरू हेर्नु न यस्तो प्याक गरेर हिँडिरहँदा कहाँ जानलाई हिँडेको यो बिल्डिङ चाहिँ के बनायो होला कि यस्तो सुइँ है यति मात्र पातलो मात्र सुइँ हुन त उहाँ जाँदा धेरै उ छ होइन यता पनि छ यस्तो यहाँ टाढाबाट देख्दा चाहिँ यस्तो पातलो कि सुई मात्र है दामी जिन्दगीमा यत्रै घर बनाउनु भनेको खै यो जुनीमा यस्तै हुने हो अब अर्को जुनीतिर बनाउँला नि साथीहरू है यो चाहिँ नोएडा सिटी सेन्टर टक्क मेट्रो स्टेसन अनि यताको साइडमा चाहिँ लजिक्स मल छ यो चाहिँ देखिने लजिक्स मल हो टक्क है अनि हामी यता जाँदैछौँ सर भित्र यो बाटो धेरै हिँडेँ नि त म सेक्टर 50मा गर्दाखेरि होइन त्यतिखेर म सेक्टर 50मा धेरै गरेँ नि त म ड्युटी अनि त्यतिखेर चाहिँ बहुत हिँड्थेँ म यो बाटोहरू चाहिँ यस्तो बबाल बनाएको कि यतातिर होइन पार्क सार्क टक्क होइन बुटा सिधा पहिला त केही थिएन चिल्लै थियो अहिले त्यस्तो दामी भइसक्यो कि बुटाहरू पनि ठुल्ठुला भइसक्यो बब्बाल छ बब्बाल रमाइलो छ पप्पीहरू
ल गाइजहरू फाइनली हामी आइपुग्न लागिसक्यौँ है साथीहरू। यतैतिर लोकेसन चाहिँ हाम्रो यतै लागिरह। फाइनली आइपुग्न लाग्यौँ। यहाँबाट चाहिँ लेफ्ट। ओके रुको गाडी आ रहा है, चल जाएगा चला जाएगा। डन आयो डन भन्दै उभिरहेको हेर साथी। ल हाँ यहीं से मोड़ा शायद, इतना जल्दी तो आगे नहीं पहुंचा होगा। हाँ ये यहाँबाट यता यस्तै हो कि कोठी इलाका। फेरि यता घुमो उता घुमो माया कसम भित्रै घुमे लगाएर यहाँबाट फेरि यता आप्पो घुम्दा ठिक्क हुने हो। यहाँ त साथीहरू यत्रै घर बनाउनु पर्यो भनेको खै यो जुनी त यस्तै हुने भयो। ल फाइनली हामी लोकेसनमा आइसक्यौँ। घर चाहिँ यही रहेछ सायद। कर देते ना आगे। हाँ बाइक आगे कर देते बाइक। ए लोंडा आगे कर दे रे, बाइक आगे कर देते। कहाँ यहाँ? ल साथीहरू फाइनली आइयो हामी चाहिँ। घर चाहिँ यही रहेछ होइन, ओडिसी पार्टी घर चाहिँ यही हो। अब सामान निकाल्दैछौँ हामीले ठक्क लाएर होइन। यही है घर। ल ठिक छ। ल हाम्रो सामानहरू अब यहाँबाट अनलोड हुन्छ, त्यसपछि यहाँ भित्र लगिन्छ। यहाँबाट चाहिँ माथि कता छतमा है कता चाहिँ सेटअप गर्नुपर्छ। लम्बु कितना लम्बा है, कति अग्लो है? म यहाँ आइराख्नु यति अग्लो छ यार, यत्तिकै हाइट हुनुपर्ने क्या मेरो पनि साथीहरू के हान्ने। यस्तै छ। ल हामी छिटो डाउनलोड गर्छौँ, त्यसपछि अगाडि भिडियोमा बढ्छौँ है त। अनि त्यही हो साथीहरू हाम्रो चाहिँ सेट भइसक्यो। ठाउँ सानो छ, यस्तो ठाउँ छ। अनि मैले सेटअप यहीँ राखेको छु। बाँकी चाहिँ घरमा ओडिसीमा अब यस्तै हो क्या, एकदोस्रो गर्नुपर्छ साथीहरू। गाह्रो गुनास मान्नुहुन्न होइन। हाम्रो चाहिँ सेटअप यही हो, सिलिन्डर टक्क होइन। अनि हाम्रो चाहिँ भित्र यता हाम्रो चाहिँ भित्रको सेटिङ हुँदैछ। यहाँ ठाउँ सानो छ नि त, हामीले यता पनि गर्न सक्थ्यौँ होइन, यता पनि बनाउन सक्थ्यौँ। तर यहाँ चाहिँ धुवा अलिक हुन्छ नि त, त्यही भएर चाहिँ हामीले चाहिँ यता बाहिर सेटअप गरेको छौँ। ठिक छ। अब जे भए पनि गर्नु पऱ्यो नि, एकदोस्रो गर्नु पऱ्यो ओडिसी पार्टीमा। अनि ठिक छ। यहाँ सेटअप भइरहेको टक्क लाएर होइन। टन्डुर पनि हेर न कत्रो छ, के गर्ने यस्तै छ। ओडिसीमा एकदोस्रो गर्नुपर्छ कि साथीहरू। यस होटेलमा जस्तो रेस्टुरेन्टमा जस्तो हुँदैन नि त। बाहिर गएपछि यस्तै एकदोस्रो गर्नुपर्छ। अब बाहिर किचन ठाउँमा अब यहाँ पेडा सेडा मार्नलाई पहिला साफ गर्नुमा अब यसको सही बढिया छैन, फइल छैन टाइल्स। तर हाम्रो चाहिँ डस्टबिन सेटअप चाहिँ बब्बल लगाइदिएको छु, किनभने अनि भ्या हुन्छ नि त बार डब्बा खोलो यताउता गर्नलाई। अनि टक्क डब्बाहरू मैले सर्ट लाएर लगाइदिएको छु। अनि यो चाहिँ बेसिन, यो धनियाँ, गोल्ड पाउडर, नमक, यो चाहिँ इकोमिन सोया, ब्ल्याक पेपर, सिसमिसिट, यो चाहिँ एमएसजी, काजु फ्राई, डाइस ओनियन, अनि जिन्जर, अनि चप ओनियन, टुकारासी, चाइना पेस्ट, चिल्ली पेस्ट, यो चाहिँ सस, चिल्ली चिकनको सस हामीले रेडिमेड बनाएर राखौँ, किनभने यहाँ धेरै भिडभाड हुन्छ भनेर। यो चाहिँ गार्लिक, यो चाहिँ सुपको मिजा, अनि यो चाहिँ अमुल बटर है साथीहरू। त्यही हो, सबै ठिक छ एकदम। हेलो, क्या हाल है? कैसा चल रहा है? अभी तो शुरू हो रहा है। कितने लोग का पार्टी है? 40 लोगों का पार्टी। 40 लोग। बोल फिर बोल। जैनल कितने लोग का पार्टी है? 35। कम हो गया, थोड़ा ज़्यादा बोलना है। 50। हाँ 50 लोग का पार्टी है। अनि हाम्रो चाहिँ यो चाहिँ सामानहरू सबै यो मिजाहरू है, सब मिजाहरू। हाम्रो चाहिँ मेनुमा चाहिँ के छ हेर्नुपर्छ राम्रोसँग। यो साथीहरू अब 4 बजे आएको, अब कितना बज गयो? 6 बज गयो। 6 साढे 6 भयो होला। अनि
हाम्रो चाहिँ कतिखेर हुन्छ भन्ने थाहा छैन। 3-4 बिहानको 3-4 पनि बन्न सक्छ। अनि भोलि फेरि मलाई कहाँ जानु छ भन्दाखेरि कस्मेटिक गेट जानु हो। अनि त्यही भएर म भोलि 7 बजी उठ्नु छ। अनि आज 3-4 बजी गइन्छ, त्यही सुत्नु पऱ्यो। 1 घन्टा 2 घन्टा सुत्न पाउँछु होला सायद। गाह्रो छ, त्यस्तै छ हेर्नुहोस्। अब जे भए पनि एक्सर्साइज गर्नुपर्छ क्या जिन्दगी अलिकति त्यो गोरेटोमा जे भए पनि गर्नुपर्छ। यो चाहिँ हाम्रो किचन हो, ओडिसी उसको घरको किचन हो। यता चाहिँ सेटअप लाग्छ, जो कि खाना बन्छ, स्न्याक्स बन्छ, ट्याक्क यहाँबाट सर्भ हुन्छ बाहिर। बाँकी चाहिँ ठिक है। और बाबू कैसा चल रहा है काम? हाँ ठीक ठाक। टोपी कौन पहनेगा? हैं? हाम्रो तन्दुर सिल गर्ने आइडिया यो बन्द गर्ने नि हिट हुन्छ नि त तन्दुर, कोइला धेरै छिटो खतम हुन्छ अनि छिटो ठन्डा हुन्छ। यो लगाएपछि टक्क कम्प्रोमाइज हुन्छ। कोइला पनि रेडी भइसक्यो। तर यस्तो पनि काम गर्नुपर्छ कि साथीहरू, हेर्नु न रेस्टुरेन्टबाट बाहिर आउँदाखेरि अब यस्तो सबै चिज लिएर आएर एडजस्ट गरेर त्यत्तिकै हुँदैन नि त साथीहरू। चाहिँ यो टेरिस बाहिर ब्याक साइडको यो ठाउँ हो र हाम्रो रजाक सेप। और हाम्रो 70sहरू यसरी ठाउँ अलि सानो भएपछि यसरी बसेको छ साथीहरू होइन। अनि यो ठिक छ। ओहो हाम्रो स्न्याक्सहरू मैले नाम बताउँछु है सर। चिकन काली मिर्च टिक्का होइन, यो चिल्ली चिकन, अनि मसरुम डुप्लेक्स, कॉर्न सॉल्ट एंड पेपर क्रिस्प चिकन, और पनीर हट बेसिल, अनि अमृतसरी फिस टिक्का, अनि अरू हाम्रो यसमा चिकन डिमसिम छ अनि भेज डिमसिम छ है। धेरै छैन हाम्रो चाहिँ। कतिवटा भयो? एउटा, दुईवटा, तिनवटा, चारवटा, 5, 6, 7, 8वटा स्न्याक्स भयो है ल साथीहरू। खानाको चाहिँ म पछि देखाउँछु है। अहिले चाहिँ हाम्रो चाहिँ सिर्फ यो डेकोरेसन मात्र गरेको, सब यसमा आउँछ टक 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 लेखेर होइन। ठिक छ। अनि अरू चाहिँ मोबाइल छ। क्या कहना चाहेगा बाबू? ठीक है, मन लग रहा है? हाँ, मन लग रहा है नहीं लग रहा है? और अमित सर क्या कर रहे हो? वाइपिंग कर रहा हूँ। अच्छा, थोड़ा हाँ सही से हाँ, बढ़िया मन लगा के, दिल लगा के, प्यार लगा के थोड़ा सा। धेरै हल्ला गर्नु अलिक गाह्रो हुन्छ नि त हामीलाई। यता चाहिँ सेटिङ छ हाम्रो त उता होइन, हामी बाहिर जान अलिक अलाउ छैन, छ तर चाहिँ अब के जाने भनेर होइन। ठिक छ। अरू चाहिँ अब त्यही हो हाम्रो स्न्याक्सहरू, नाम पनि बताइसकेँ मैले तपाईँहरूलाई चट्ट। अनि त्यही ठाउँ चाहिँ एकदम सानो छ, ठाउँ एकदम सानो छ साथीहरू। अब अलिक चर्को सोखे पनि बोल्नु भएन क्या, किनभने धेरै छन् गेस्टहरू आइसकेछन्, पार्टी जति आइसक्यो। हाम्रो चाहिँ 50 जनाको पार्टी हो, गेस्टहरू आइसक्यो। त्यही हो, धेरै हल्ला गर्नु पनि भएन कि, त्यही भएर कम आवाजमा बोलिरहेको छु। तपाईँहरूले अलिकति एडजस्ट गरिदिनु होला है त ल साथीहरू। अनि साथीहरू यहाँ त रात परिसक्यो होइन, हामी त यसो छतमा यसो हावा खान आएको छौँ। अब एकछिनपछि चाहिँ स्न्याक्स पिकअप हुन्छ होला। यो चाहिँ अब हाम्रो यो अगाडि देखिने चाहिँ लजिक्स मल हो यो है। अनि यिनी चाहिँ यो नयाँ नयाँ बिल्डिङ हो, कुन हो थाहा छैन होइन। तर ठिक छ, मौसम यस्तो छ, खुला खालको मौसम, त्यस्तो उ छैन, जाडो पनि छैन साथीहरू होइन। यो अब एकछिनपछि स्न्याक्सहरू पनि पिकअप हुन्छ होला। हामीलाई चाहिँ जे होस् कति बज्छ भन्दाखेरि 2 बज्छ नर्मल बिहानको। अनि त्यसपछि चाहिँ कतिखेर हुन्छ सामान लोड गरेर यताउता होटलमा गएर सामान सेटअप गरेर रुम पुग्दाखेरि त 4 बज्छ होला भन्ने छ। लन्डा है हेरेक टाङ। अनि त्यही हो साथीहरू, तपाईँहरू इन्जोय गर्नुहोस्, भिडियो हेर्दै गर्नुहोस्, रमाइलो हुन्छ। त्यही होस्, अहिले चाहिँ यत्तिकै नर्मल भिडियो बनाएको छु। अब खाना आएको नि त सर र के उडिरहेको साथीहरू, चमेरा उडिरहेको होइन ल। ठिक, यो चाहिँ हाम्रो डिमसिम हुँदैछ चट्ट होइन। एउटा, दुईवटा, तिनवटा वाह। अनि यता हाम्रो चाहिँ काली मिर्च फिस चिकन बब्बाल डबाएर चल्दैछ। अनि चल्दैछ यता चाहिँ हाम्रो बब्बाल चलिरहेको छ धडाधड होइन। ए मक्खन मार के लाओ काली मिर्च टिक्का मलाई मार के। आवाज आ गया, अरे आवाज आ गया।
अनि साथीहरू हाम्रो चाहिँ पार्टी तल चलिरह हामी त माथि घुम्न आएको छौँ यसो हावासावा खानु पऱ्यो नि त बेला बेलामा होइन फ्रेस हुनु पऱ्यो यही हो टक्क हामी आएको चाहिँ अब जे होस् रात परिसक्यो कति बज्यो भन्दाखेरि 8:30 भएछ 8:30 भएछ हाम्रो चाहिँ अब चलिरहेको पार्टी चाहिँ तल टक्क हामी बेला बेलामा फ्रेस पनि हुनुपर्छ नि त त्यही भएर हामी माथि आएको साथीहरू हाम्रो खाना पनि पिकअप भइसकेको छ सेनेक्स गइसक्यो होइन भिडियो बनाउनु पाएन टक्क लाएर हाम्रो चाहिँ अब खाना बन्दैछ यो चाहिँ चिकन कुम्पाउ यता उ छ हाम्रो चाहिँ भइसक्यो खाना चाहिँ आधा पिजाको भइसक्यो खाना पनि रेडी भइसक्यो हाम्रो होइन टक्क लाएर अब ल खाना खाइन्छ त्यसपछि एकछिनपछि म अरू भिडियो पनि हाल्दै गर्छु होइन दुसरा ल साथीहरू हाम्रो फाइनली चाहिँ पार्टी सकियो होइन घर चाहिँ यही हो पार्टी आइसक्यो अब सामान बाहिर निकालिसकियो अब चाहिँ गाडी आउँदैछ गाडी आएपछि हामी गइहाल्छौँ आज चाहिँ चाँडै भएको छ किनभने आज 12:30 भएको छ अरू बेला चाहिँ 2-3 बज्थ्यो क्या बोल रहा है अरू बेला चाहिँ 2-3 बज्थ्यो नि त होइन आज चाहिँ सिधै 12:30 बज्यो भनेपछि 1 बज्छ निस्किँदाखेरि ठिकै छ आज चाहिँ चाँडै भएको छ खुसी छ गाडी पनि आयो लाग्दैछ त्यही हो हामी चाहिँ निस्किन्छौँ टक्क लाएर होटलमा अब यही सामानहरू कोही फ्रिजमा राख्ने सामानहरू छ फ्रिजमा राखेर हामी चाहिँ निस्किन्छौँ टक्क ल हाम्रो सामान प्याक भइसक्यो साथीहरू चढ 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 बाबु ल हाम्रो सामान पनि प्याक भइसक्यो ल टक्क लाएर होइन हाम्रो चाहिँ 1 बजे ठ्याक्कै अब चाहिँ म चाहिँ यताभित्र बस्छु जाडो हो नि त होइन ओहो जाडो छ अनि त्यही साथीहरू क्यामेरामा ऊ लागेछ कि हल्का होइन त्यो पनि ठिक छ केही छैन अनि साथीहरू हामी चाहिँ निस्किनु लाग्यौँ त्यही हो अब यहाँबाट चाहिँ होटलमा सामान राख्न जाने हो त्यसपछि चाहिँ टक्क लाएर होइन त्यहाँबाट चाहिँ अब 2 बज्छ होला सायद निस्किँदाखेरि अब रुम पुग्दाखेरि 3 बज्न सक्छ सायद 2:30-3 बज्छ होला अनि त्यही हो साथीहरू ल अहिलेसम्म भिडियो हेरिदिनु भयो इन्जोय गरिदिनु भयो धेरै 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 धन्यवाद छ ल अनि अब अर्को भिडियोको इन्तजार गर्नु होला बब्बा भिडियो म लिएर आउँदैछु गर्छु त्यही हो ल साथीहरू अहिले पनि ओके टाटा गुड नाइट बाई